कक्षा 12 मा रहेको वीरेणी दमयन्ती कथालाई त्यसको सारांश लिएर आएको छु। वीरेणी दमयन्ती कथाकार उपन्यासकार मदनमणि दीक्षितद्वारा लेखिएको एउटा चर्चित पौराणिक कथा हो। यो महाभारतको कथाभित्र जोडिएको छ र यसभित्र राजा नल र दमयन्तीको कथा आउँछ। राजा नलले जुवामा हारिसकेपछि उनी जङ्गलतर्फ लाग्छन्। सँगसँगै दमयन्ती पनि गएकी हुन्छन्। दमयन्तीले जुन किसिमको एउटा जङ्गलमा बस्दाखेरिको दुःख उनले हेर्छन् र उनलाई यहाँ चाहिँ त्यो दुःख उपयुक्त भएन भन्ने हिसाबले आफू त्यहाँदेखि अन्यत्र कतै लाग्छन्। अब राजा त्यहाँबाट बाहिर गएपछि दमयन्ती एक्लै पर्छिन्। उनले यसो उठेर बाहिर यसो हेर्दाखेरि नदेखिसकेपछि रुख बिरुवा पात पतिङ्गा लहरा इत्यादि चराचुरुङ्गीलाई सोध्छिन्। कतै पनि उनले त्यहाँबाट चाहिँ राजाको पत्तो पाउन सक्दिनन् र उनी बडो ठुलो एउटा चाहिँ विरहमा पर्छिन्। यो शीर्षकसँग सम्बन्धित छ। यो विरहमा परेकी दमयन्ती, वीरेणी दमयन्ती। त्यसपछि उनी नजिकै रहेको एउटा पिपलको बोटमुनि सुस्ताइरहेकी हुन्छन्। त्यसै क्रममा नागयुवक कर्कट र नागयुवकले उनलाई बिस्तारै सुनसुनाउने चाल पाउँछिन्, थाहा पाउँछिन्। बडो कामुक दृष्टिले, कामुक भावनाले त्यो नागयुवकले दमयन्ती माथि चाहिँ जुन किसिमको एउटा चाहिँ नजर लगाएको हुन्छ त्यसबाट दमयन्ती अप्ठ्यारोमा पर्छिन्। उनी के गर्ने कसो गर्ने भन्नेमा र त्यस्तो बेलामा पनि उनले भयङ्कर संयमित तरिकाले, बडो संयमित तरिकाले सर्वप्रथम उनले नमस्कार गर्छिन् र नागयुवकलाई मैले लामो समयदेखि खानेकुरा खाएको छैन, म भोकै छु भन्छन्। नागयुवकले त्यो कुरो बुझ्छ। नागयुवकको अगाडि उनी नतमस्तक हुन्छन्। त्यसपछि नागयुवकले पनि उनलाई चाहिँ केही खुवाउनु पर्यो भन्ने हिसाबले उसले सबैभन्दा पहिले कन्दमूल, त्यसपछि गाई दुधबाट बनेको चाहिँ खिर र त्यसपछि विभिन्न कन्दमूलहरू र चाहिँ मृगको सुकुटी ल्याएर उनलाई दिनको लागि तयार गर्छ र आफू चाहिँ रक्सीको खाएर त्यसमा ऊ मस्त हुन्छ। र त्यही क्रममा, त्यही मौकामा चाहिँ दमयन्तीले जुन खानेकुरा इत्यादि सबै कुरा चाहिँ उनले सबै त्यहाँ पोखेर त्यो जाँडहरू पनि सबै पोखाइदिएर अनि त्यहाँ आगो लगाएर त्यहाँबाट उनी भाग्न सफल हुन्छन्। त्यहाँबाट उनी सफल भइन्। त्यसपछि उनी अगाडि बढ्दै जाने क्रममा चाहिँ चेदी जनपद जुन एउटा छुट्टै राज्य छ, नगर छ, त्यो नगरमा जान लागेका त्यहाँनिर सूचीभद्र हो। उनी सूचीभद्रसँगको भेट हुन्छ र सूचीभद्र उनीहरूसँगै अगाडि बढ्ने क्रममा चाहिँ हात्तीहरू, विनाशकारी हात्ती त्यहाँ बाटोमा भेटिन्छन् र ती हात्तीहरूले को आक्रमणमा परेर धेरै मानिसहरू मर्छन्, मृत्यु हुन्छ तिनीहरूको। यस्तो क्रममा पनि दमयन्ती बडो चलाखीपूर्ण तरिकाले, बडो होसियारीपूर्ण तरिकाले आफूलाई चाहिँ एउटा चाहिँ होस नगुमाइकन संयमित भएर अगाडि बढ्दै जान्छन् र चाहिँ रुखमाथि चढेर रुखमा बसेर उनले रात बिताउँछिन् र त्यहाँबाट उनीहरू अगाडि बढ्छन्। यही क्रममा उनीहरू चाहिँ अन्तमा उनीहरू चेदी जनपद जुन नगर छ त्यहाँ चेदी नगरमा पुग्छन्। त्यहाँ पुगिसकेपछि सुनन्दा उनकी ठुलियामा हुन्। त्यो सुनन्दासँग चाहिँ उनको भेट हुने अवस्था आउँछ र रानी दमयन्ती त्योभन्दा अगाडि नै पुरै कपालभरि हिलोहरू लगाएर एक प्रकारले भन्यो भने आफू एउटा चाहिँ बहुलाई महिलाको रूपमा चाहिँ कसैले आफूमाथि आक्रमण नगरून् भन्ने हिसाबले आफ्नो सौन्दर्य बिगारेकी छिन् र त्यहाँ आफ्नै ठुलियामा भन्ने पनि उनलाई चाहिँ त्यो प्रश्न छ। राजमाता जुन त्यहाँ उनकी ठुलियामा हुन् सुगन्धा हो,
ती व्यक्तिकोमा चाहिँ एकजना सुसारेको आवश्यकता परेको हुन्छ र त्यहाँ चाहिँ उनी सुसारेको रूपमा चाहिँ बस्छिन् र यसरी चाहिँ यो कथा लगभग अन्त्य भएको छ, टुङ्गिएको छ। अब यो कथाले एकजना महिला हुन त रानी नै हुन् उनी, अब नल राजा दमयन्ती रानी नै हुन्। रानीको जीवनमा पनि यस्तो किसिमको एउटा दुर्घटना भनौँ अथवा चाहिँ सङ्घर्ष भनौँ जीवनमा आइपर्यो। दुःख भन्ने कुरा चाहिँ सबैतिर जोसुकैले आउन सक्दो रहेछ र दुःख पर्दाखेरि मान्छेले कसरी आफूलाई चाहिँ एउटा चाहिँ होसियारीपूर्ण तरिकाले, सङ्घर्षपूर्ण तरिकाले अगाडि बढाउनुपर्छ, एउटा बुद्धिमत्तापूर्ण तरिकाले कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरा पनि यसभित्र छ। र एउटी नारीको सङ्घर्ष, एउटी नारी जाति चाहिँ प्रेम र सङ्घर्षकी प्रतिमूर्ति हुन् भन्ने कुरा पनि, भन्ने सन्देश पनि यो कथाले दिएको छ। यिनै कुराहरू समेटेर वीरायणी दमयन्ती, एउटा चाहिँ विरहमा परेकी दमयन्ती भन्ने शीर्षकमा केन्द्रित भएको छ यो कथा।